संसारभरि छरिरहेको एकदम ट्रेन्डिङमा रहेको एफसी बार्सिलोनाको विषयमा आज छुट्टै विषयमा लिएर म उपस्थित भइसकेको छु। बार्सिलोनाको विषयमा कुरा गर्नुपर्दाखेरि अहिलेको जुन चाहिँ अब एकदमै यङ जेनेरेसनका एउटा भाइ जुन बार्सिलोनाका मेन खेलाडी, च्याम्पियन खेलाडीको रूपमा स्थापित नाम राख्न सफल लामिन यामालको बारेमा र बार्सिलोनाको बारेमा म केही कुरा गर्न गइरहेको छु। लामिन यामालको बारेमा कुरा गर्नु अघि म बार्सिलोना एफसी बार्सिलोनाको इस्टाब्लिस र उहाँहरूले यस युनाइटेड स्टेट अफ अमेरिकामा भिजिट गर्नुभएको पहिलो साल र उहाँहरूले कुन स्टुडियोमा उहाँहरूले आफ्नो खेल देखाउन सफल हुनुभयो र उहाँहरू खेल्दाखेरिको त्यतिखेरको हामीले जनता जनार्दनहरूले दर्शकहरूले कति प्लेन टिकट त्यहाँको स्पोर्ट हेर्नुलाई टिकट काटेका थिए। टिकट प्राइस कति हो त्यसबारेमा म खोल्न जाँदैछु। र पहिलोचोटि बार्सिलोनाले युनाइटेड स्टेट अफ अमेरिकामा चाहिँ उहाँहरू खेल्न आउँदाखेरि उहाँहरू पहिलोचोटि 2022मा युनाइटेड स्टेटभित्र उहाँहरू प्रवेश हुनुभएको थियो र उहाँहरूले पहिलो गेम युनाइटेड स्टेटभित्र एलिगेन्ट स्टेडियम इन लस भेगसमा उहाँहरूले पहिलो स्टेडियममा त्यतिखेर उहाँहरूले फर्स्ट टुर्नामेन्ट त्यहाँ खेलेका थियो। र त्यस पछाडि भनेको इन 2024मा चाहिँ उनीहरूले मिड लाइफ स्टेडियम न्यू जर्सीमा खेलेका थिए र तेस्रोमा चाहिँ अनि कहाँ खेलेका थिए भन्दाखेरि दे प्लेड इन च्याम्पियन वर्ल्ड स्टेडियम इन ओर्ल्यान्डो भनेको चाहिँ फ्लोरिडाको स्टेडियममा उहाँहरूले खेलेका थिए। 3 चोटि त उनीहरू आइसके र लास्टै गरी त्यहाँदेखि उनीहरू जिलेट स्टेडियम इन फक्सफोर्ड मासाचुसेट्समा उहाँहरू खेलेका थिए र त्यसै गर्दै गर्दै आएर उहाँहरूले अरू टिमहरूभन्दा रियल मेड्रिड भन्दा केही नाम उहाँहरूले राखेर उहाँहरूले आफ्नो च्याम्पियनसिप देखाएर उहाँहरूको स्पोर्ट हेरेपछि संसारका अधिकांश जनताहरूले बार्सिलोनाको फ्यान भएका छन् र किनकि उहाँहरूको टेक्निक, उहाँहरूको सहनशीलता, उहाँहरूको एउटा धैर्यता, उहाँहरूको हरेक टुर्नामेन्ट उहाँहरूको एउटा टेक्निक्स हेरेर चाहिँ सबै जनताहरू र एफसी बार्सिलोनाको फ्यान नहुने यस संसारमा कुनै पनि छैन होला, कोही पनि छैन होला। र त्यतिकैमा अहिले आएर एफसी बार्सिलोनामा सबैभन्दा चर्चित नाम राख्न स्थापित रहन भएका लामिन यामालको बारेमा म केही कुरा गर्न गइरहेको छु। अहिले आएर लामिन यामालको बार्सिलोनामा पनि लामिन यामालले अब यो 2026 जुलाईमा ऊ 18 वर्ष पुग्छ। 18 वर्ष पुग्ने बित्तिकै उसको प्राइस उहाँहरूले इन्क्रिज गरी माग्दैछ उसले, हैन। उसको अहिले $2600 मिलियन छ उसको। यदि उसको प्राइस बढ्यो भने, यदि उहाँहरूले बढाउन सफल अथवा बढाउने कम्पनीले बढाउने पर्ने भयो भने बार्सिलोनाले बार्साको जुन एजेन्सी जुन कम्पनीले उहाँलाई एफोर्ड गर्न सक्छ सक्दैन भन्ने विषयमा छलफल भइरहेको छ र लामिन यामालले पनि त्यही उहाँहरूको डिस्कस भइरहेछ, छलफल भइरहेछ। सक्छ सक्दैन त्यो भोलि गएर डिस्कस हुनेछ, त्यो छलफल अवश्य निक्लिनेछ। र त्यस पछाडि भनेको एफसी बार्सिलोनाका यो च्याम्पियनसिप जुन च्याम्पियन लामिन यामाल अमेरिका भिजिट गर्न टुर्नामेन्ट हुने भएको हुनाले लामिन यामालको टेक्निक्स हेरेर उहाँको स्पोर्ट एउटा च्याम्पियनसिप हेरेर संयुक्त राज्य अमेरिकाका राष्ट्रपति श्री डोनाल्ड जे ट्रम्पले उहाँलाई गिफ्ट स्वरूप उहाँलाई एउटा सरप्राइज एउटा गिफ्ट दिने भएका छन् र उहाँले पनि डोनाल्ड ट्रम्पले पनि उहाँलाई सरप्राइज अथवा गिफ्ट
दिने भएको सूचना जाहेर भइसकेको छ र त्यसबारेमा म अहिले यहाँनिर तपाईँलाई त्यो पनि देखाउँदैछु। र एफसी बार्सिलोनाको टुर्नामेन्ट हेर्दाखेरि अमेरिकामा पहिलोचोटि जुन चाहिँ लस भेगस एलिगेन्ट स्टेडियम इन लस भेगसमा पहिलोचोटि उहाँहरूको टुर्नामेन्ट हुँदाखेरि त्यतिखेरको टिकट प्राइस भनेको आफूले कुन चाहिँ सिट, कतापट्टिको सिट अथवा फ्रन्ट सिट, ब्याक सिट, कतापट्टिको सिट तपाईँले प्रिफर गर्नुहुन्छ त्यस अनुसारमा भर पर्छ भनेको छ। र प्राइस, टिकट प्राइस भनेको इट भेरिज फ्रम according to the location, according to the seat र according to the tournament भनेको छ। के भन्दाखेरि त्यो उहाँहरूले खेल्ने गेम भनेको लिग म्याचको क्वार्टर फाइनल हो कि सेमी फाइनल हो कि फाइनल हो त्यसमा भर पर्छ। तर पनि बेसिकली रूपमा सेमी फाइनल अथवा क्वार्टर फाइनल एउटा जस्ट गेममा त्यो हो भने तपाईँहरूको प्राइस भनेको लो एज $48, त्यो पनि सिट हेरेर तपाईँले कुन सिट तपाईँले प्रिफर गर्नुहुन्छ। तपाईँले सिट गर्दाखेरि धेरै टाढोको सिट अथवा उहाँ तपाईँले स्टेडियम देख्नु भएको र धेरै टप, धेरै फार डिस्टेन्सदेखि हेर्नुपर्छ भने तपाईँले त्यसको प्राइस धेरै लो, $48 विथ एभरेज प्राइस अफ $125 भेरिज फ्रम, त्यो पनि सिट अनुसार तपाईँले प्रिफर गर्नुभएको र त्यस पछाडि उहाँहरूको खेल्ने स्टेडियम प्राइस, त्यहाँदेखि उता उहाँहरूको के भन्छ टुर्नामेन्ट के हो, क्वार्टर फाइनल हो कि फाइनल हो कि सेमी फाइनल के हो, त्यसमा डिफर पर्छ। त्यही भएर अर्को तपाईँहरूलाई एउटा कुरा जानकारी दिँदैछु। यो डोनाल्ड ट्रम्प, मैले अघि पनि भने होला, डोनाल्ड ट्रम्पले सूचना नै CNN राष्ट्रिय न्युजमा नै उहाँले एनाउन्स गरिसकेको छ कि ल्यामिन यामाललाई के भनेको छ भने आई एम लुकिङ फर हिम टु अफर सम गिफ्ट टु हिम भनेको छ क्या डोनाल्ड ट्रम्पले। यो तपाईँहरूलाई म राख्दैछु र मेरो भिडियो जति पनि अहिले मैले राखेँ यो एकदमै मेरो सधैँ चाहिँ राखेको एउटा मेरो च्यानलमा राखेको मेरो कन्टेन्ट बाइक यो मेरो एउटा न्युज कन्टेन्ट भएकोले हजुरहरूले हेरेर लाइक, कमेन्ट, सेयर गरिदिनु होला र संसारभर रहेका मानिसहरूमा हजुरहरूले पुर्याइदिनु होला। र हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब टु माई च्यानल र आउँदो दिनहरूमा यस्तै खाले म भिडियोहरू लिइराख्नेछु। ल्यामिन यामाल कुन देशको रहेछ म हेर्दैछु ल यहाँ। ल्यामिन यामाल is the ल्यामिन यामाल चाहिँ रेसिडेन्ट अफ स्पेनको रहेछ। ती 17 वर्षको केटा होइन, त्यति कलिलो उमेरमै नै त्यस्तो मेस्सीको स्पोर्ट लिन सक्ने, मेस्सीको दर्जा लिन सक्ने भनेको उहाँ इज नट अ जोक होइन। यस्तो सुपर फाइन टेक्निक र साफ खेल्ने मान्छे अहिले बार्सिलोनामा भएको उहाँको चर्चा परिचर्चा संसारभर छरिएको छ। स्पेनमा जन्मेर बार्सिलोनामा नाम राख्न सफल, अजर अमर नाम राख्न सफल म्यान अफ द के भनेको छ स्पेन एन्ड करेन्टली प्लेज अन एफसी बार्सिलोना एन्ड वार्ड द स्पेनिस नेसनल टिम। हिज प्यारेन्ट आर फ्रम मेक्सिको एन्ड इक्वेटोरल
Genia, but he was born on raised of Spain. स्पेनमा जन्मेर बार्सिलोनामा उहाँले नाम चर्चा परिचर्चा कमाइराख्नु भएको छ र उसको चर्चा परिचर्चा संसारभर छरिएर जाँदाखेरि उहाँको एउटा के भन्छ उहाँको कन्ट्रीलाई नाम राख्न सफल र बार्सिलोनाको जम्मा गरी उहाँको कारणले गर्दाखेरि उहाँको स्पेनको जनता भनौँ स्पेनको अब केटाले बार्सिलोनामा आएर यो वर्षभरिको 3टा सिल जित्न सफल भएको छ। त्यो सबैभन्दा उत्कृष्ट र सफल सिल यो वर्षको लागि मानिएको छ। बार्सिलोनाले 3टा सिल जित्न सफल भएको छ। त्यति मध्येमा लेमी यामाल चाहिँ फर्स्ट अफ द फर्स्ट एकदम यंगेस्ट प्लेयर अफ द वर्ल्ड, यंगेस्ट प्लेयर एन्ड द फाइनेस्ट प्लेयर अफ द वर्ल्ड मा नामाकरण भइसकेको छ। त्यसको लागि हजुरहरू को चाहिँ बार्सिलोनाको फ्यान हुनुहुन्छ, प्लिज go and share and subscribe and to my channel, and if you like this video, please do like, share and subscribe to my channel. And every time whatever I upload my video, it is on Saturday and Sunday at accurate at 9 AM